एभरेस्टै चढ्छु के हजुर हुन्छ नि अब अरू छन् नि त चढ्नलाई त टन्नै छ नि होइन मलाई चाहिँ ठ्याक्कै तपाईँले ठ्याक्कै भन्नुभएको चाहिँ मलाई चाहिँ कसरी आयो भने म सानो हुँदाखेरि चाहिँ यो पासाङ लोमु मेन हाम्रो राष्ट्रिय विभूति बित्नु भएको थियो नि उहाँ पनि हो एउटा प्रेरणाको स्रोत चाहिँ भनौँ न उहाँ बित्नु भएपछि त्यो रेडियोमा एकदम शोक धुन आउने थियो नि त त्यतिखेर त एकदम अहिले त आजभोलि त जो मऱ्यो नि शोक धुन आउँदैन त्यो बेला चाहिँ आउँथ्यो नि त त्यो बेला त अब उहाँ त जो पायो त्यो त होइन उहाँ एउटा राष्ट्रिय विभूति र उहाँ एउटा त्यो बेला आर्ट गर्नुभएको मान्छे हो नि त त्योभन्दा अगाडि त कुनै पनि केटी चढ्नु त भएको थियो एकजनाले होइन जापानकोले चढ्नु भएको थियो नि त जुनको तावे हो नि त फर्स्ट त अनि नेपालको त फर्स्ट नै हो नि त अनि त्यसपछि उहाँ चाहिँ चढ्न चाहिँ भयो तर फर्किन सक्नु भएन नि त फर्केर त्यहाँको कथा कहानी होइन सबै त भन्न सक्नु भएन नि त अनि त्यो भएर मलाई चाहिँ म पनि एकचोटि त्यहाँ गएर चाहिँ होइन त्यहाँ गएर अब हेर्छु अब त्यो डाँडामा पुगेर त्यो एभरेस्टको टपमा पुगेर भ्यूहरू हेर्ने पछाडि अनि त्यसपछि चाहिँ एभरेस्टको बारेमा चाहिँ मान्छेहरूसँग त्यो भन्ने चाहिँ मेरो त्यही हो एउटा अनि 2025 मै चाहिँ ठ्याक्कै अपर्च्युनिटी मिल्यो मेरो 2008 कै प्लानिङ थियो म 2008 मा हामी समावेशी महिला समूह भनेर हामी 13 जना थियौँ लास्टमा हामी 3 जना चाहिँ निस्क्यौँ के उहाँहरू 10 जना जानुभएको उहाँहरू 10 जनाले समेत गर्नुभयो त्यो चाहिँ 2008 को हो अनि त्यसपछि चाहिँ मैले चाहिँ 2025 मा एक त अब जोड्नु पनि पर्दो रहेछ के है एउटा टाइम त्योभन्दा अगाडि चाहिँ अरू सबैमा भ्याउनुभयो होइन आफूलाई रेडी पनि गर्नुभयो हजुर रेडी पनि गर्नुभयो ठ्याक्कै अपर्च्युनिटी मिलेर हजुर हो 8 देखि ट्राई गर्दाखेरि 25 मा होइन 8 मा चाहिँ ट्राई गर्यौँ त्यसपछि त ट्राई त गरेन होइन जे भयो नि एउटा डेडिकेसन त यत्रो लामोमा त बिचमा छोडिहाल्छ नि मान्छे हजुर हो होइन हो 8 भने 17 वर्षपछि भने यहाँ हो त